हेलो साथीहरू, सबैलाई स्वागत छ यो अर्को भिडियो। हाम्रो समाजसेवी सबैले रुचाएको हाम्रो आशिका दिदी। म त कस्तो उहाँ चाहिँ मेरो आफ्नै भाइ जस्तो लाग्छ कि मलाई। जो चाहिँ जेनजीलाई एकदमै सपोर्ट गर्ने अनि दुःख परेका सबैलाई सपोर्ट गर्ने र उहाँले चाहिँ अहिले एकदम दुःख व्यक्त गर्नुभएको छ। जुन अहिले नयाँ गठबन्धन भयो जो रासपा र त्यहाँनिर चाहिँ उहाँले एकदमै यो रासपाभित्र चाहिँ समानुपातिक समानुपातिक कोटामा चाहिँ आफ्नै मान्छेहरू घुसाएको भन्ने उहाँले थपाउनु भएपछि त्यसको कडा जवाब दिनुभएको छ। गाइजहरू, तपाईँहरूले यो भिडियो हेर्नु होला र तपाईँलाई कस्तो लाग्छ प्लिज कमेन्ट पनि गर्नु होला है त। रवि लामिछानेसँग रिसाइन आशिका तामाङ भनिन् जेनजीले दिएको बलिदान आज यही दिन देख्नलाई हो। लक्ष्मी समानुपातिकको सूची हेरेपछि आशिका तामाङ रवि लामिछानेसँग आक्रोशित बनेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, समानुपातिक भनेको के हो? समानुपातिक भनेको पिछडिएको अल्पसंख्यक वर्ग क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरूका लागि छुट्याइएको कोटामा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाका छोराछोरी सांसद र मन्त्री हुने भए नेपोकिट्स विरुद्धको 73 जना जेनजी भाइ बहिनीले राज्यलाई दिएको आहुति र बलिदान आज यही दिन देख्नलाई हो। 70 वर्षको ससुरा बा पनि समानुपातिक 8 नम्बर कोटामा भनेपछि नातावाद हाबी छ नयाँ पार्टीमा पनि। के फरक भयो त नयाँ र पुरानो पार्टीमा भनेर प्रश्न गरेकी छन्। साथीहरू कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला हैन, शेयर गर्नु होला है।